हेलो एभ्रिवान। आज चाहिँ म भ्याली बाहिर आएको छु ट्रेनिङको लागि। अनि मेरो यताको बसाइ चाहिँ मेबी 1 विकको लागि भनेर आएको छु। अनि एक्लै भयो, त्यस कारणले गर्दाखेरि मलाई चाहिँ बोर भयो, के गर्ने जस्तो भयो। सो एउटा सानो ब्लग, मिनी ब्लग बनाऊ भनेर चाहिँ मैले तयार पारेको छु। लेट्स गो, फिलिङ सो बोर। अब तल अघि नै एकचोटि तल उसमा होटलमा के अरे होटल कम्पाउन्डतिर पनि गएँ। जाँदाखेरि फेरि एक्लै कसरी बस्ने, के गरी बस्ने होइन। एक्लै भइसकेपछि त्यो मोबाइल कति हेर्ने होइन, टिकटक कति स्क्रोल गर्ने। तर तल लाइभ म्युजिक त भइ नै राखेको थियो। आज सैटरडे एन्ड फ्राइडे चाहिँ लाइभ म्युजिक हुँदो रहेछ। अनि एकछिन तल बस्यौँ। अनि बसेको पछाडि अब त्यो मोबाइल पनि कति हेर्ने होइन। अब ग्रुप भएको भए पो अब नाच्न जाने यताउति हुन्छ। फेरि नाच्न जाने ठुलै गर्थ्यो क्या। फेरि मैले मेरो नाच थाहा छँदैछ साथीहरूलाई होइन, भयङ्करै छ क्या फेरि मेरो नाच चाहिँ। धान सुक्यो राप्ले फकान्छ काफले जानु कि नजानु। धान सुक्यो राप्ले फकान्छ काफले जानु कि नजानु। घरकेले छाउनु पराल्न खरा छैन नि झिङ्गटी। घरकेले छाउनु पराल्न छैन नि झिङ्गटी। हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति। हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति। गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु मागेरै लानु नसक्नेसँग जानु कि नजानु। धान सुक्यो राप्ले फकान्छ काफले जानु कि नजानु। जिम गएर आएको, अनि जिम गरेर चाहिँ भर्खरै आएको। अनि अब चाहिँ ड्रेस चेन्ज गर्छौँ अनि आराम गर्छौँ। अब बाँकी काम के नै छ र होइन, पढ्नु पऱ्यो भने अलिअलि पढौँला जोसले भने, होइन भने त त्यहाँदेखि अब लुगा पनि फेरि होइन, लुगा फेरौँला क्या पनि यसरी राखेको छु। ओहो, यहाँ तलतिर बिहान लागेको लुगा र यहाँ झुन्डेको त ठाउँबाट झरेछ। अनि 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 अब के गर्छ भने गर्नु पऱ्यो, पानी तताउनु पऱ्यो अनि विथ लेमन खानु पऱ्यो। मेरो लगेज यतैतिर छ। टिभी हेर्नु मन लाग्यो भने टिभी हेर्नुहुन्छ, तर म हेर्दिनँ। पढ्नलाई भनेर यहाँ राखेको कुरा यहाँ पढाएको छैन, यत्तिकै छ। एसी चाहिँ अघि न जिम गएर आउँदाखेरि गर्मी भएको कारणले गर्दा रुम हुप्प भयो, त्यस कारणले गर्दा मैले जस्ट 21 मात्रै राखेको छु। इट्स माई बेड। 2 दिन भयो मेरो बेड चाहिँ यो रहेको छ, यसैमा बसिरहेको छु। अनि यस्तो छ मेरो बसाइ। ओभरअल मेरो बसाइ यस्तो भइरहेको छ होइन। कोट पनि भित्र राख्न देखाउँछु तपाईँहरूलाई चाहिँ। अनि चाहिँ बाथरुम हो, यो म भइहाल्यो। Sudah kan lagi di baju terang mata aja sudah kalau kita ombelah sakit mirip kayak hari web finished all clean ada suka kalau saya bisa langsung kita cek bayar kompang kita bayar langsung मेरो चाहिँ फर्स्ट फ्लोर भएको कारणले गर्दा चाहिँ लिएर जान्छु। अस्ति न सुरुमा आउँदाखेरि चाहिँ फिफ्थ फ्लोरमा थिएँ, अनि त्यतिखेर चाहिँ लिफ्टमा जानु पऱ्यो। अहिले चाहिँ फर्स्ट फ्लोरमै छु। इट इज अ म्याटर। रुम नम्बर आयो, पढेछ काट बत्ती भरेन। ल बत्ती भऱ्यो, खाजा पनि खायो।